म जहाँसम्म आइपुगेको छु मलाई यो प्रधानमन्त्रीको पद पनि केही पनि मेरो बुवाले अंश दिनुभएको होइन, नेपाली जनताले दिए हो। त्यसमा म बहुत स्पष्ट छु। आमाले कोक्रोमा राख्दै आइन पनि भन्नुभएको थियो तपाईँले होइन? त्यसो भएर यो जनताले विश्वास नगरेको भए यहाँ त दुईटा टाका फुहार हुन्छ नि, ताना तान्छ। ककसको बिचमा कहिले जनताले तान्छन्, कहिले जनतालाई अल्मल्याउनेहरू विभिन्न प्रकारका हाउभाउ गरेर जनताको पंक्तिभित्र घुसेका वा जनताको पंक्तिभन्दा बाहिरैबाट ललकार्ने। अब बाहिरबाट ललकार्ने अलिकति समय रहेन, त्यसकारण अब तरिका बदलिएको छ। अब भित्रै पसिसके जनता भित्रै छन्, जनताकै हो भन्ने गर्छन् र जनताका हितहरू र अरूका हित जनताका नाममा बजाउनेहरू, यसका बीचमा एउटा तानातान छ। त्यस तानातानमा म एउटा यस्तो पात्र हुँ जो जनताका निम्ति काम गर्छ, देशका निम्ति, मानव जातिका निम्ति काम गर्छ। मेरो निष्ठा त्यही तीनटा कुरासँग छ आधारभूत रूपमा: नेपाल राष्ट्र, नेपाली जनता र मानव जाति। भन्नाले यो धरती, यसको भविष्य।